गर्दा शरीर वचन मन अनि यो चाहिँ संकल्प गर्दा क्या मिठो यो चाहिँ हाम्रो गाउँको रिटायर लाउरेहरू है ड्रेसअप हेर्नु त बाई नमस्ते साझेलो फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो ब्लगमा सुबीर गुरुङ ब्लगमा र अहिले आजको ब्लग चाहिँ के को बारे रहनेछ भने म हाम्रो दिदीको घरमा चाहिँ पूजा चलिरहेको छ। हिजो चाहिँ हाम्रो गाउँमा पूजा थियो भने आज चाहिँ वारी गाउँमा पूजा छ र म चाहिँ ठ्याक्कै पारी गाउँमा मेरो चाहिँ गाउँ उतापट्टि रहेको छ मेरो घर चाहिँ भने म चाहिँ पारी गाउँमा चाहिँ ठ्याक्कै आज हाम्रो दिदीको घरमा पूजा भएको कारणले आएको। अहिले 11 बजिसकेको छ र वारी गाउँ आएर नयाँ दिन नयाँ ब्लगको सुरुवात मैले गरिसकेको छु। आई होप तपाईँहरू पनि सन्चै हुनुहुन्छ भन्ने आशाका साथ यो ब्लग सुरु गर्छु र म पनि सन्चै छु। देखि नै सक्नुभएछ फिट एन्ड फाइन। तपाईँहरू पनि फिट एन्ड फाइन र सन्चै रहनु होला। नयाँ दिन नयाँ ब्लगको सुरुवात गरे हस् नभएको ल हेर्नुहोस् है हाम्रो पूजा स्थल यो हामीले हिजो बनाएको मैले बनाऊ यो के भन्न मिलिहाल्छ नि मैले बनाएको हो नि कस्तो राम्रो देखेछ है। तरी यसरी पूजामा चाहिँ सामान लिएर आउनुपर्छ नि यहाँ चढाउनुपर्छ ढोक्नुपर्छ बाल्नुपर्छ माने प्रेमियम भन्नुपर्छ अनि त्यसपछि हुन्छ। अनि यहाँ माथि मेन गुरु बस्ने अनि यहाँ तलतिर अरू बस्ने बिचमा ढ्याङ्ग्रो ठोक्ने लाउनु मम्मी चढाउनु। यो पूजा घर पनि आइसक्यो न यहाँ सबैजना जम्मा हुनुभएको छ। यहाँ बस्नु भएको छ एक ग्रुप उहाँ बुढाहरू छ। बडी हाई भन्नु नमस्ते भन्नु केही हुँदैन भयो बडी हाई र बाई सँगै गरिदिनु भयो बडीले। खाना खाना रेडी हुँदै हुनुहुन्छ हाम्रो गुरुहरू चाहिँ। एक पूजा सकाएर पनि खाना खाना रेडी 12 त बजिसक्यो अनि के रेडी किन अवस्था छुपानी अब देब्रे हातले होला कताबाट समातमा यसरी अब यो रिटर्न घुमाउनु नमिले अरे लेफ्टमा थाप्ने राइटले पहिला लाउने अनि खाने थाहा मलाई अनि कसरी खानु त एउटा हातमा मोबाइल यसो गर्ने त्यसो गर्ने कसरी यसो गर्ने अनि खाने अनि लाउने ए लु 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 साँच्चीकै अनि म दिन्छु कि क्या हो आनन्द लाग्छ क्या देखेर त खै यो म बनाइदिन्छु लु धुपवाला बत्तीवाला यहाँ बत्ती छ बोल्नु त्यहाँ बनाएर मात्र हुँदैन मैले त ल आमा छोरीले हो त्यो बत्ती बाल्नु थालमा बत्ती छ सल त्यसरी होइन पछाडि बेर्ने हो त्यसरी राखेर ढोक्ने होइन कि फुलले लामा जस्तो ऊ काकी सिकाइदिनु त लामो बनाएर छैन छोटो हो त्यसरी ल सबैले बत्ती बाल्ने सबैले सम्झेर पितृहरूलाई बितेको मान्छेलाई जिउँदो मान्छेहरूलाई नि यसो सङ्कल्प गरेर उहाँहरूको नामबाट नि मैले यसो बत्ती बालिदिएको छु धुप बालिदिएको छु आउनु नसक्नेहरू। दामी आइरहेछ यहाँबाट वन्डरफुल यो ज्ञानो बेमा गेसर तम्बोला यो चिन्छु के डर्ने बेमा जुन्ने सिसो ढाकोर्दो खान्डो बम के इन्जिसो ठाटो के चिङ्गे लब्जर सिसो गोरो बेमा सिद्धे हो यो डेकोरेसन चाहिँ हिजो राति सुबी गुरुङले लगभग 2 आवर लाएर डेकोरेट गर्नुभएको। उहाँले मान्छे मात्र डेकोरेट नगरिकन पनि पूजाआजामा पनि यसो डेकोरेट गर्नुहुँदो रहेछ। ल उहाँ चाहिँ अब ढोक पाप कटनी गर्दै हुनुहुन्छ।
यो चाहिँ हातमाथि टाउकोमा गर्दा शरीर वचन मन अनि यो चाहिँ सङ्कल्प गरेको हो शरीरले गरेको पाप वचनले गरेको पाप अनि मनले गरेको पापलाई कटी गर्दै उहाँले यसरी बुद्धको अगाडि यसरी ढोकेर प्रार्थना गर्दै हुनुहुन्छ माम खानालाई थिएँ यहाँ आएर अनि माम खाना मैले यहाँ थुक्पा देखेँ अनि हाम्रो प्यारी भाउजूले चाहिँ यहाँ सुप बनाइदिनु भएको छ मेरो लागि ओ माई गड सुप त के हो ल यो पुरै खतरा स्टाइलको सुप बनिरहेको छ स्पेसल माम पनि कस्तो दामी पाक्यो यसलाई छोप्दिनु भात चिसो दालमा चाहिँ यो चाहिँ बन्दा मस्यौडाको तरकारी अचार वाउ अचार त्यसपछि यहाँ माम यतापट्टि दाल मेरो लागि थुक्पा अनि मेरो प्यारी नन्दलाई मैले थुक्पा टक्क बनाइदिएको यो सुप यो चाहिँ यो ठ्याक्कै त्यो स्वयम्भूतिर हुन्छ नि त्यस्तै फिल भइरहेको कोरियन मसला हालेर बनाइदिएको जे पनि भइहाल्छ त जे पनि चटक हुनुपर्ने तर यहाँ खोर्सानी खोज्छु ल भन्ने खोर्सानी खोज्छु ल खोर्सानी पाइरहेको छैन पानी पर्ला जस्तो भएको छ अब घाम हरायो त्यो नानीहरूलाई दिनु नानी खोर्सानी बाबु पानी पर्नु लाग्छ अब पानी पर्यो होइन छिटाइसक्यो अब घाम लाग्दैन जस्तो छ आज अहिलेसम्म घाम लाग्यो त पानी पर्नु थाल्यो यस्तो छ अनि म टक्कै यहाँनिर उयो हालेर खान्छु यो चाहिँ के हो भने थुक्पाहरूमा हाल्ने खालको हुन्छ नि लाफिङको अचार लाफिङ अचार हो लाफिङ अचार होममेड सबै बनाउनु भएको मेरो आफ्नै हो ए मलाई भन्दै हुन्थ्यो अहिले पासाङ गुरुले बनाउनु भएको यो हिजो उहाँहरूले खाएको देखेर मैले लुकाएको थिएँ पानी के अनि मामसँग खाएको होइन बोतलमा पानी भरिसकेको छ कति चाँडो यो होइन नि त्यो त खोर्सानी अगाडि खोर्सानी मात्रै थियो होला तर यो चाहिँ छुट्टै टेस्ट छ यसमा चाहिँ कहिले टक्क बोर्डमा आउँछ र म बोलाउनु हालेछ म तिमी देखाउँछु अब म चाहिँ थुक्पा खान्छु ल मैदेखि ल्याउनु भयो हो यस्तो गरेर टक्क हाल्ने कति खाने माया खाने भाउजू यति रुचेसम्म बोर्डकोमा अटेसम्म हाल्नु न फाल्नु पाउँदैन नि फेरि किन फाल्नु र ल झोल हालेको देखाउँ अब टक्कै माथि झोल हाल्ने सुप हाल्ने सुप त्यसपछि त वावाई यस्तो गर्ने ल मेरो सुप अब गयो अझ यसमा चाहिँ पिठो भएको भए त दामी हुन्थ्यो होइन तर थिएन हामीसँग तपाईँ केही छैन अस्ति कस्तो थुक्पा थुक्पा क्रेभिङ भइरहेको गाउँमा कहाँ खानु भनेको होइन जुराउँछ भाग्यमानीको जुराउँछ माथि बसेर हामी तँ कसो नि हाल्नु कुन लुगाले पासाङ गुरुले डल्लिउनु आइस भने होइन ला सिधै छ न अघि खानु भयो सिद्धाउनु त्यो त्यो सिद्धि छ तेलहरू सबै सिधै छ भइहाल्छ ओ माई गड ल यो चाहिँ भाउजूको होममेड मुखमा पानी नल्याउनु ल आँखा लाउने होइन मेरो ब्लड दुख्छ खान्छु मैले चाहिँ सल्भ गरेँ त मेरो नन्दलाई थ्याङ्क यू भाउजू मैले चाहिँ बिहान माम खानु हो ढिलो खानु हो म चाहिँ अलिक ढिलो उठेको थिएँ अनि मैले चाहिँ खाइनँ अब यहाँ खाइन्छ नि त टक्क तरिकाले अब चाहिँ म फर्स्ट खान्छु लेस्ट पहिले सुप चाखौँ है लेस्ट टेस्ट नै पानी परेर कि चिसो भएर अहिले त्यसरी त राम्रो क्या मिठो मिठो होइन कसमै दामी यस्तै सुप ओहो पानी परेको छैन बाहिर अनि पानी परेर बेला थुक्पाको सुप ओ माई गड घाम पनि लागेको छैन पानी सुरु भइसक्यो पानी छिटाउनु सुरु भइसक्यो पुरै धुम्म छ बाहिर त छैन आज घामको नाम निशान ओहो भन्छ नि उपरवाला जब कि देता चप्पट फार्के देता होइन यस्तो हुन्छ थुक्पा खानुहुन्छ भाउजू क्या मिठो भयो भाइ ओहो भोक पनि लागिरहेको थियो ल मजा अब यो अब चाहिँ खान्छु ल म अब मजाले बसेर गम्बर
उहाँलाई कुट्नुभयो उहाँले उहाँलाई कुट्नुभयो यो त एक्सट्रिम लेभलको रमाइलो चलेको अलग लेभलको बुढासँग खेलिरहनु भएको लामाहरू चाहिँ एकजना ए भगवान् आमा खेल्नै भयो साँच्चीकै काट्छु न आमा कति चाँडो भाग्नु भएको खेलेको चाहिँ के खेल्नु भएको के छुइछु खेलमा भगवान खेलेको रे के पाइप पाइप छुनु पर्ने ए छ्या हँसायो काट काट छुने होला भने त पाइप पाइप छुने रे ऊ आयो म मर्छु होला उतापट्टि पर बस न अनि छुव मौसम देख्न सक्नुहुन्छ पानी परिरहेछ नि दादा रमाइलो भइरहेछ है हजुर कहिले जानु नि भोलि बाइकमा मलाई लान्न ब्लेड बाइक पो छ त हाम्रो दादाको ब्लेड कस्तो राम्रो भएको छ डाँडामा मेरो घर अनि यो पानी परिरहेको अहिले सिम परिरहेको घाम छैन अब ल बुढाहरूसँग को डुबो अहिले ए काठ हो लड्यो भने चाहिँ तिम्रो अनि बत्ती पुगेन बत्ती दिनु हामी चाहिँ पूजा गरेर माथि ढोकेर बत्ती बाल्दैछौँ अब दिदीले बाल्नुभयो है दिदी हजुर बाले नि बत्ती बत्ती बाले हाम्रो भाउजूको टन दिदीले पनि बाल्नुभयो हामी भदैले पनि बाल्नुभयो दिनु सबमा बाल्छौँ खै यहाँ दिनुहोस् शान्तिको प्रतीक एउटा 3टा 7वटा त्यसरी बालिन्छ हो हाम्रो बितेर जानुभयोहरूको आत्माको शान्तिको लागि चाहिँ हामीले यसरी बालिन्छ है बत्ती चाहिँ यहाँ देख्न सक्नुहुन्छ अलमोस्ट धेरैजनाले बालेर जानु भइसक्यो अब चाहिँ म बाल्दैछु बत्ती ढोकेर आएर यसरी बालिन्छ यो चाहिँ हाम्रो बितेर जानुभएको आत्माको शान्तिको लागि है त मेरो बाबाको नाममा फुलबहादुर गुरुङ दाजु जस्तै भए पनि रहनु होला शान्तिसँग हजुर जहाँ भए पनि हजुरको आत्माले शान्ति पाइरहेको होस् मेरो बाबा यही कामनाको साथ बत्ती बाल्ने गर्छु म जहिले पनि छु पनि छ अब चाहिँ माथि पूजामा जान्छ
Pale Lama Tabanam Je Kadem Badan Sangi Kadem Badan Chugi Kadem Badan Kidungi Kadem Sangam Dan Ringam Dan Soma Dan Nimbo Dan Chage Dan Tingi Jingi Dem Badan Chingi Dene Tojen Chuju Gyulu Amebe Dem Che Baran Je Jun Pema Tojen Sagi Kilgo Ge Lazo Pongya Mazo Kodan Chebanam Je Kadem Badan Demba Chimbe Tudora Tin Toye Chita Chebari Bachibata Je Kodan Chebara Jile Yela Chibata वर्ष भन्दा पर्यो है सबै गाउँमा पानी पनि ग्याचक ग्याचक भयो सबै पानी परेर मौसम चाहिँ कहाँ मकै भुटी खाने भएको छैन जाडो चाहिँ भयो है अब ज्याकेट नल्याएको मलाई दिके दाजु के छ हाल खबर हाई भन्दै हिँड्नु भएको अब चढ्नु भएको उकालो अलि मजाले भन्नु त अलि मजाले भन्नु त अनि हामी गइ जान्छौँ तलतिर गएर गाडी बिग्रो चिप्लेर फर्केर आउँछ सबैजनाले नजानु भन्दा आज जान्छु भने त हो नि अहिले बिजोक हुन्छ कि है यो हिलोमा चाहिँ आज आजै जाने भन्नुभएको कुरोहरू सबैजना साथैजना अब यस्तो पानी परेपछि गाडी भेट्न गाह्रो हुन्छ नि त नजानु भन्ने चाहिँ हाम्रो बोली जान्छु भन्ने चाहिँ उहाँहरूको बोली अब पानी परेर जानु त हुन्छ होला भोलि उहाँहरूको यहाँ गाउँ नजिकै डुम्रा चार भन्ने ठाउँमा चाहिँ पूजा सरी बोली पनि पूजा सम्पन्न हाम्रो पूजा सिद्ध यो सबैजना आउनुहुने मेरो इष्टमित्र लामा गुरुहरूलाई धेरै धेरै धन्यवाद मेरो घरमा राम्रो भिडियो बनाइदिनु धेरै खुसी छु मेरो खुसी हुनुहुन्छ पूजाले मेरो सम्पूर्ण परिवार मेरो भाइ खलको परिवारहरूलाई पनि सधैँ राम्रो होस् अनि त्यसपछि मैले सबै दाजुभाइको खुसीले हामी धेरै राम्रो भएको छ पानी पनि आएको छ सबै परिवारको चाहिँ सह चाहिँ भित्राइदिएको छ खुसी भएर हजुरहरूले आफ्नो दिदीहरूलाई माया गर्नु सधैँ सम्झिनु होला नेक्स्ट ब्लगर जन्मिनु भएछ त यहाँनिर सक्छ त मैले यति नै बोल्नु सकेन चिप्लेर लड्ला अनि खुट्टा मोड्दा के होला चामल के हाल्नु खाना मिल्छ चामल मिसाउँदा हुन्छ मिसाउनु हुन्छ मिठो हुन्छ मिसाउनु हुन्छ र मिठो हुन्छ तपाईँ छिर्नु पर्यो यहाँ मलाई बोक्ने कोही बेला न अड्नु चाहिँ पर्यो झोलामा बोक्नु यसबाट पानी पर्यो ओला राम्रो भयो अड्यो भने म तपाईँको पानी भिज्दैन यसबाट पानी आफू चाहिँ बिहान बिहान होइन यो ल्याउ पनि भन्दैन कि फेरि भन्नुभएको भए त अलग्गै हुन्थ्यो नि सबै कन्ट्रोल गर्छ के त्यस्तो भने बिचौला बेच्छ धर्मपुत्र त त्यही हो किन सबैलाई माया बुझ्नु त गर्नुहुन्छ तर उहाँले एकदम भनौँ न आफ्नै छोरो जस्तो चाहिँ उहाँले सम्झिनुहुन्छ कि मेन्टल फास्ट या त खतरा बर्मान रहेछ यार माथि जाने गर्छ अनि यो सामानहरू भिजिहाल्छ अब गाडीमा बलले चल्दैन भित्र त 7-8-7जना 8जना म चाहिँ के भन्न चाहनुहुन्छ भने यो चाहिँ हाम्रो गाउँको रिटायर लाउरेहरू है ड्रेसअप हेर्नु त ट्रक्क भएर हिँडेर बजार पुगेर आउनु भयो ए पेन्सन थापेर आएको भेना चाहिँ साली नबिर्सिनु है दाइ त उस्तै हो घर नजिकै हो भरे बेला कुरा गर्दा पनि हुन्छ अहिले त भेना
भएर अಯ್यो पेन्सन भरेर आउनु भएको रहेछ आज हाम्रो रिटायर लाउरेहरू सबजना अब हाम्रो यता अर्को भिनाजु हाम्रो दिदी हजुर त्यही त भेना भन्दैछु त दिदी भन्छ त भेनै त होला नि यो चाहिँ घरको पूजाको सामान गाडीमा हालेर माथि लाने दाइकोमा र यसरी सामान हालिसकेर माथिबाट फेरि लामाहरू माथि नै हुनुहुन्छ अनि त्यही कारणले यो गाडी जान्छ अब माथि सो यसमा सामान हालेर पठाइदिने अनि उहाँ गाडीबाट माथिबाट चाहिँ लामा चढेर यो गाडीमा अब जानुहुन्छ आज नै बिदाबारी हुन्छ लोड गरिदिन्छ यही हो अहिलेको ताजा ताजा खबर सारी कहाँ पुग्यो भाउजू सारी कहाँ पुग्यो हाम्रो गाउँको प्यारी भाउजू माटै भन्छ तपाईँलाई तपाईँ कहाँ माथि भएको त नि हिँड्नु भएको तपाईँहरू जाने लामा जाने सो अब चाहिँ बाई बाई गर्ने बेला कस्तो गोरौँ रहेछ ल ल ल मेरो नन देखिरहेछ है शुभ यात्रा ओइ ननिस्किने आमा रुयो ल ल पछि भेटौँ ल ल राम्रोसित गएर आऊ रुएको खिच्दिउँ न बाई बाई गुरु सेफ जर्नी थ्याङ्क यू सो मच गुरुहरू राम्रो नेपालमा भेटौँला राम्रोसित गरौँ ल नेपालमा भेटौँ ल नेपालमा लाने मान्छे पायो धेरै धेरै सोच भन्दैन छिटो आउनु ल छिटो गरेर आउनु जाने हो उसँग उयो पाछौँ न लु चरा चरा नि चरा उहाँसँग त काट काट खेल्दै ठिक हुन्छ काट काट थ्याङ्क यू सो मच मेरो थ्याङ्क यू सो मच मेरो भान्जा मेरो पासुलाई पनि थ्याङ्क यू सो मच ल ल स्यालहरू रे आमा ल ल ल ल ल ल माछामारी गङ्गो चावल बौदा भन्नु न बौदा चावल बौदा ल बाई ल अब चाहिँ फाइनली गएन यसलाई यति रमाइलो गर्ने ठिक गरे है बडी ठिक गरे हो ठिक पारिस भेरी गुड बडीले भन्दै सक्ति गर्ने अब खानु छोडेर हेर्न आउनु भएछ ल अब चाहिँ सबजना लागि बाई बाई भन्दै पूजा पनि सम्पन्न भयो अब चाहिँ